आज म तपाईहरुलाई आफू कसरी अल्छी नगरी काम गर्ने को जरा सबर करो बोला धक्का मुक्की नहीं करने ओभर टाइममा पनि काममा व्यस्त हुने सकेसम्म धेरै समय काममा व्यस्त हुने केही उपाय सिकाउँछु। एउटा भाडा लिने त्यसमा 1 चम्मच बेसार हाल्नुस् अनि 2 चम्मच जति नुन पनि हाल्नुस्। थोरै तेल मिसाउनुस् त्यसमा 1 लिटर पानी पनि हाल्नुस्। त्यसलाई मजाले 10 मिनेट जति घोल्नुस्। मजाले घोलिसकेपछि त्यसलाई फाल्दिनुस्। यता मम्मीको गाली खान तयार हुनुस्। सबै सामानको नाश गर्नुभयो। मेरो को काम छैन त? तपाईको त काम होला गएर खुरुखुरु काम गर्नु। काम छैन अल्छी हुनलाई काम गर्नु पर्यो नि। त्यस्तो भिडियो हेर्नु भन्दा गएर काम गर्नु नि। त्यसै जानुस् काम गर्नुस्।